नमस्ते। यो चाहिँ सल्यान जिल्लाको कालीमाटी गाउँपालिका अन्तर्गतको यो खोला हो। यो खोलाको नाम चाहिँ ठ्याक्कै मलाई थाहा छैन, तर यो मदन भण्डारी राजमार्ग अन्तर्गत सल्यान सुर्खेत सडक खण्ड अन्तर्गत पर्दछ। यो खोला पहिला यो होम पाइप राखेर यसरी कलबट नबनाएको कलबट थिएन। त्यति बेला चाहिँ मैले ओहोरदोहोर गर्दा साह्रै दुःख पाएको छु। यो पहिला खोला बढेर कहिले खोला घटुन्जेलसम्म रोक्नुपर्ने, कहिले चाहिँ 5-7 जना मान्छेहरू लगाएर बाइक तार्न पर्ने। एकचोटि त हाम्रा नेपाल पुलिसका दाजुभाइहरूले चाहिँ यो बाइक तारिदिनु भएको थियो। यो माथिल्लो साइडबाट तपाईँले देखिराख्नु भएको छ भिडियो। त्यो माथिल्लो साइडबाट डाइभर्सन जस्तो थियो, त्यहाँबाट त वारीपारी गर्नलाई चाहिँ निकै शास्ति भएको थियो। यो गाउँपालिकाले बनाएको हो कि या कसले बनाएको हो, यो बनाउनेलाई चाहिँ निकै धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। यसले गर्दा निकै सजिलो भएको छ यो बाटो ओहोरदोहोर गर्नको लागि। प्रायः जसो म